धान खेतमा आइसकेको छ र तपाईहरुले यो दृश्यमा देखाइरहेको छु। हेर्न सक्नुहुन्छ पुरै खेतमा पानी भरेको छ। हेर्न सक्नुहुन्छ पुरै खेतमा पानी छ। लगभग 6-7 इन्ची जति पानी छ र यसमा हेर्न सक्नुहुन्छ तपाईहरुले म दृश्य देखाउन गइरहेको छु। यो खेतको बिचमा हेर्न सक्नुहुन्छ यो यसरी मुसाले काटेको छ कि केले काटेको छ हामीलाई थाहा छैन। हेर्न सक्नुहुन्छ यसरी काट दिइरहेको छ र अब यसको उपाय के हो? अब हेर्न सक्नुहुन्छ यो बिचमा हेर्न सक्नुहुन्छ यो डेली बाइ डेली काटिरहेछ यसरी हाम्रो खेतमा। र तपाईहरुले अर्को ठाउँमा पनि छ, त्यहाँ पनि छ, म तपाईहरुलाई दृश्य देखाउने नै छु। र हामीसँग एउटा सर आउनु भएको छ, कृषि विज्ञ हुनुहुन्छ उहाँ हैन। हामी केही कुराकानी गर्न गइरहेको छौं सरसँग। नमस्कार, म बद्रीनारायण महतो। मेरो घर यही धनगढी नगरपालिका वार्ड नम्बर 10 जन आस्था एग्रो फार्मको सञ्चालक माटो प्राविधिक। र वास्तवमा म आज यो खेतमा जुन आएको छु यो धनगढीमा नगरपालिका वार्ड नम्बर 5 टोलभन्दा पूर्वपट्टि हाम्रो विनोदजीको यो खेत हो। र वास्तवमा यहाँ त अरू रोग त छँदैछ, तर यो नौलो आज मैले हेरेँ कि सुक्कामा धान काट्नु मुसोले एउटा देखेको थिएँ, गेहूँ काट्छ त्यो पनि हेरेको थिएँ, पानी हाल्दाखेरि केही दिन रोकिन्छ। तर यहाँ नौलो किसिमको समस्या के आयो भने काट्न चाहिँ कुनै जानवरले नै काटेको छ, मान्छेले काटेको होइन। अब यसको उपाय के त? यसको हामी खोजी नीति गर्नेछौँ। 4G हालेर पनि हुन्छ कि 4G पनि हालेकै हो, तर पनि धान काटिराखेको छ। अब यो मसँग तपाईहरुले हेर्न सक्नुहुन्छ यो दृश्य हेर्नु, यो हेर्न सक्नुहुन्छ तपाईहरुले। हैन यो खाएर यो टोयलेट गरेको किराले नै हो त। हेर्न सक्नुहुन्छ तपाईहरुले। हेर्न सक्नुहुन्छ नयाँ काटेको छ, राति हेर्न सक्नुहुन्छ यसरी काटेर टुक्रा टुक्रा पारिदिएछ खेतमा। अब यसको समाधान सरले हेरिराख्नु भएको छ। अब त्यसको निरीक्षण पनि गरिरहेको छ। पानी सुकायो क्या, पानी सुकाएर यसलाई खन्नु पर्छ। यो माटोमै बस्छ यो किरा। पानी सुकाउनु पर्छ यसको। ठाउँमा पनि त्यस्तै गरी काटेको रहेछ हेर्न सक्नुहुन्छ। भर्खर यो राति काटेको अवस्थामा हेर्न सक्नुहुन्छ तपाईहरुले यस्तो तरिकाले। ल समात्यो किरा, या अर्कै किरा छ उ हेर्नु। ल सरले किरा समात्नु भयो, कुन चाहिँ अब यसमा भेटाएको रहेछ। यसले जुन देखिएको त्यो फौजी किरा अन्तर्गत पर्छ, जो यो ठुलो भएपछि धानलाई नै पनि काट्छ, त्यो माथिबाट पनि काट्न सक्छ यो। र अहिले नै काटिरहेको। अब यसको समाधान के हो? पानी निकालेर यसले यो किराले तल बसेको छ, अहिले यो पानी निकालेर हामी यसलाई हेर्न सक्छौँ। खेत सुकाउनु पर्यो यसको लागि। अर्को ठाउँमा पनि हेर्न सक्नुहुन्छ तपाईहरुलाई म देखाउँदैछु। यदि हजुरहरूलाई कुनै जानकारी छ भने यसको बारेमा अवश्य नै हामीलाई सल्लाह र सुझाव दिनु होला। र सरले भन्नुभएछ यसको पानी सुकाएर हामी एकपल्ट फौजी किरा छ भनेर सरले भन्नुभएको छ। यथार्थ हामी यसलाई फेरि नै पानी सुकाएर फेरि नै चेक जाँच गर्ने नै छौँ। हस्त धन्यवाद। सम्पर्कमा भएका जति पनि हाम्रो कृषि विज्ञ सरहरू हुनुहुन्छ उहाँले पनि आग्रह गर्छु कि यसलाई सल्लाह सुझाव मलाई दिनु होला। र म अहिले तत्काल यसमा एउटा स्प्रे गराउँछु यो पानी निकालेर, अनि त्योबाट रोकिन्छ कि